हर्क साम्पाङको श्रम संस्कृति पार्टीले कतिवटा सिट ल्याउला? 0 वटा। हर्क साम्पाङको सिट 0। साम्पाङ यो देशको राक्षसी रूप हो भन्दै एक धर्मगुरु। हर्क साम्पाङ नि साँच्ची नै भन्यो भने, साँच्ची नै हर्क साम्पाङ भन्यो भने उहाँले विभिन्न भन्नुभयो नि, यो देशको राक्षस भन्छ नि, राक्षसको रूपमा अहिले जन्म लिइराख्नु भएको छ। दर्शकवृन्द, साम्पाङको श्रम संस्कृति पार्टी र श्रम अभियानलाई जातीय नारा लगाएर हिँडिरहेको यो देशको राक्षसको रूप हो भन्दै अन्तर्वार्ता दिएको भिडियो बाहिरिएको छ। हर्क साम्पाङ राक्षसको रूपमा? यस, हैन तपाईले जातीय नारा लिएर यो देशमा गृहयुद्ध गराउन चाहँदै हुनुहुन्छ उहाँले। यति मात्र होइन, हर्क साम्पाङ रक्सी खाएर मातेर गिटार बजाएर थु थु गरेको समेत आरोप लगाएका छन्। आउने युवाहरूलाई थु 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 गरेर हैन, जाँड खाएर गिटार बजाएर थु थु गरेर देश चलाउँछ। हर्क, बालेन, कुलमान र रवि एकसाथ हुनुपर्छ भन्दै सल्लाह सुझाव दिँदै यो देशमा चाहिएको मान्छेहरू कुलमान, बालेन, रवि जस्ता मिलेको मान्छेहरूलाई चाहिँ दुर्गा प्रसादले नि मिल भनेर आफू पनि मिल्नुमा यस्तो घाँटीभरि झाँक्रीको माला लगाई पण्डित गर्नुहुने गुरुलाई तपाईँ के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला।